एकैछिन है त। यो भिडियो जनचेतनाको लागि बनाइएको हो। यो यस्तो तपाईलाई पनि पर्न सक्छ, तपाईको आफन्त साथीभाइलाई पनि पर्न सक्छ। आफ्नै आफन्त तथा साथीभाइको पनि विश्वास गर्ने दिन गए। किन गए यो भिडियो पुरा हेर्नुहोस्, तपाईलाई आफै थाहा भइहाल्छ। सामाजिक सञ्जाल यति राम्रो ठाउँ हो जहाँ हामी विश्वको कति टाढा भएको मान्छे पनि एकै ठाउँमा नजिकै भए जस्तो बनाएको छ नि। तर केही खराब मान्छेहरूले गर्दा यति दुर्गन्धित बनाइरहेको छ कि, अथवा यति फटा यति लुट्ने ठाउँ पनि बनाएको छ कि भएको छ कि त्यो कुरै नगरौँ। कुनै पनि सामाजिक सञ्जालका मेसेन्जरमा तपाईबाट कुनै न कुनै माध्यमबाट एउटा मेसेज आयो, टेक्स्ट मेसेज आयो, तपाईको आफन्तले, साथीभाइले अथवा नजिकैको मान्छेले, श्रीमान श्रीमती अथवा कसैले म तिम्रो नम्बर डिलिट भएछ, मलाई नम्बर दिनु पर्यो भनेर आयो मानिलिउँ। त्यसपछि तपाईले ल अब मेरो आफन्त हो, साथी हो, अब नम्बर चाहिएको छ होला, यो डिलिट भएछ दिनु हो हैन। तपाईले दिइसकेपछि अब उसले फेरि तपाईलाई एकछिनपछि अथवा एक दिनपछि अथवा 2 दिनपछि के गर्छ त, फेरि तपाईलाई त्यसरी नै मेसेज गर्छ, मेरोमै आउन पर्ने एउटा नम्बर तपाईकोमा पो आएछ हेर्नु त, मलाई यहाँ यस्तो मेसेज आछ फलानु नम्बरमा गएको छ भनेर, त्यो नम्बर मलाई दिनु त भन्छ। त्यो के हो तपाईलाई थाहा छ? त्यो हो ओटीपी, अन टाइम पासवर्ड। त्यसले त्यसरी भन्दैन तपाईलाई ओटीपी आछ तपाईकोमा मलाई दिनु, सिधा भन्दैन। त्यो भन्यो भने त तपाईले दिनुहुन्न। त्यसपछि तपाईले त्यो पठाइदिनुहुन्छ। तपाईले त्यो नम्बर दिएपछि त उले त खोजिराछ कसरी तपाईलाई लुट्न सकिन्छ, तपाईको आफन्त साथीभाइलाई कसरी लुट्न सकिन्छ खोजिराछ। अब त्यसपछि तपाईको कुनै पनि एप्लिकेसनमा उले तपाईले दिएको नम्बरको युजर आइडी हुन सक्छ। युजर आइडी उले ट्राई गरिरा हुन्छ, युजर आइडी ट्राई गरिरा हुन्छ, कता म्याच खान्छ। मानिलिउँ तपाईको म उदाहरण दिन्छु, त्यसपछि तपाईको फेसबुकको हैन युजर आइडी नम्बरबाट थियो, अथवा युजर आइडी त हामीले इमेलहरु सबैले हेर्न मिल्ने बनेरा हुन्छ नि त, इमेल जिमेल फेसबुकमा अबाउटमा गएपछि हेर्न मिल्ने हुन्छ, सबैले राखिदिएको हुन्छ। त्यसैले म भनिरा हुन्छु त्यसलाई अनलिमी गर्नुस्, अनलिमी गर्नुस् हो, त्यहाँबाट लिन नि सक्छ। अथवा तपाईको युजर आइडी त्यही नम्बर पनि हुन सक्छ। अब उले के गर्छ, तपाईको त्यो अबाउटमा जिमेल आइडी अथवा इमेल आइडी त्यहाँबाट उठाउन पनि सक्छ, सम्झिनुस् है। त्यसपछि अब तपाईको फेसबुक लगइन गर्नले उले कोसिस गर्छ। तपाईको युजर आइडी त्यहाँ जिमेल मिल्छ भने जिमेल हाल्छ, तपाईको नम्बर मिल्छ भने नम्बर हाल्छ, के मिल्छ मिल्यो, दुईटामा एउटा मिल्यो। मिलेपछि अब उले त्यहाँ राखेपछि अब पासवर्ड थाहा छैन तपाईको, पासवर्ड थाहा नभएपछि अब उले के गर्छ, अब त्यो हरेक एप्लिकेसनको आफ्नो आफ्नो सुरक्षा हुन्छ हैन, आफ्नो आफ्नो सुरक्षाको लागि ओटीपी भन्ने हुन्छ एउटा, त्यो ओटीपी मार्फत उनीहरुले काम गर्छ। उ फरगट पासवर्डमा जान्छ, उ फरगट पासवर्डमा गएपछि त्यो एप्लिकेसनले तपाईलाई एउटा ओटीपी पठाउँछ, तपाईको मोबाइलमा आउँछ। हो त्यो ओटीपी तपाईले अब दिनुभयो, त्यो अहिलेको तपाईसँग मागेको थियो नि एउटा नम्बर आयो भनेर, हो त्यो तपाईले उलाई दिनुभयो। दिएपछि अब के गर्यो त, तपाईको त्यो ओटीपी त्यहाँ लगाएर राखेपछि उसले के को एक्सेस पाउँछ भन्दा तपाईको एप्लिकेसनको पासवर्ड चेन्ज गर्ने एक्सेस पायो। पुरा बुझ्नुस् है। एक्सेस पाइसकेपछि अब उले तपाईको फेसबुकको पासवर्ड चेन्ज गर्दियो। उले त्यो ओटीपी त्यहाँ राखेपछि त्यसपछि उले सजिलै तपाईको पासवर्ड चेन्ज गर्यो हैन। पासवर्ड चेन्ज गरेपछि अब उसले बिस्तारै अब भित्र छिर्न सुरु गर्छ। तपाईको आफन्तको, तपाईको साथीभाइको हिजो अस्तिको कन्भर्सेसन मेसेजहरु हेर्न थाल्छ। अब उले उ कुन विषयमा जाँदैछ उ त्यतैपट्टि लाग्छ। आफू कुन क्षेत्रमा जाने त्यसको लागि बहुत अध्ययन गर्छ नि मान्छेले, अब उले पनि अध्ययन गर्न थाल्छ। अब त्यसपछि तपाईको को मान्छेसँग लिंक गर्ने हो, अब उसले त्यो मान्छेको सबै पहिले देखेको डिटेल मेसेजको हिस्टोरी हेर्छ। हेरिसकेपछि अब त्यो मान्छेसँग उले बार्गेनिङ सुरु गर्छ। तपाई कसरी बोल्नुहुन्छ उसँग, के साइनले बोल्नुहुन्छ, कुन सम्बन्ध लाउनुहुन्छ, कसरी सम्बोधन गर्नुहुन्छ, सबै डिटेल हेर्छ। उ कहाँ अफिसमा जाहिर खान्छ, के गर्छ, अफिसको टाइमसँग उले सबै गर्छ र त्यही अनुसार मेसेज गरेपछि ठ्याक्क तपाईलाई कुनै पनि शंका हुन दिँदैन। त्यसपछि अब उले उसँग वार्ता सुरु गर्छ तपाई भनेर। अब तपाई भनेर तपाईको दिदी भाइ आफन्त कसैले भन्यो भने, मानिलिउँ मेरो यो अकाउन्टमा आज म यहाँ आएको यस्तो यस्तो भयो, पहिलाको अकाउन्ट यस्तो भयो, यो अकाउन्टमा यति पैसा हाल्दे त, मेरो इमर्जेन्सी यहाँ साथी बिरामी भयो, कोही बिरामी हो भन्ला मान्छे हाततिर गरेर दौडेर हतार हतार ब्याङ्कमा गएर पैसा हाल्छ। अथवा अहिले चाहिँ त्यो क्यूआर कोड स्क्यान गर्ने देखि लिएर क्यूआर कोड पठाउन नि सक्छ हैन। यस्तो विभिन्न तरिकाले उले कुनै न कुनै आइडिया लाएर माग्छ। तपाईले हाल्दिनुहुन्छ, टेक्स्ट मेसेजको भरमा हाल्दिनुहुन्छ। बुझ्नुस् है कुरो, टेक्स्ट मेसेजको भरमा हाल्दिनुहुन्छ। त्यसपछि उले पैसा पाइसक्यो, अथवा तेरो बैंक अकाउन्टले न म तँलाई यति पैसा हाल्दिन्छु। अब दाइले बहिनीलाई, बहिनीले दाइलाई मागे भने बैंक अकाउन्टले म हाल्दिन्छु भने नि तपाईले बैंक अकाउन्ट दिनुहुन्न, दिनुहुन्छ। त्यस्तादेखि लिएर त्यसपछि तपाईको फेसबुकलाई गलत तरिकाले युज गर्न सक्छ।
तपाईको फेसबुकमा चाहिँ विभिन्न गोप्य कुराहरू हुन सक्छन्, गोप्य फोटोहरू हुन सक्छन्, गोप्य भिडियोहरू हुन सक्छन्। अब उसले त्यही भिडियोहरू प्रयोग गरेर, त्यही फोटोहरू प्रयोग गरेर, त्यही संवादहरू प्रयोग गरेर तपाईलाई फेरि ब्ल्याकमेल गर्न सुरु गर्न सक्छ। तेरो यस्तो भिडियो पाएँ मैले, तेरो यस्तो फोटो पाएँ, तेरो यस्तो संवाद पाएँ, फ्ल्यास गरिदिउँ कि मलाई यति पैसा दिन्छस्। जे पनि गर्न सक्छ, जे पनि जसरी पनि उसलाई लुट्नु छ, लुटेरै छोड्छ। त्यही भएर अब तपाईहरुलाई मैले भन्न खोजेको कुरो के हो भने यस्तो नहुन दिनको लागि तपाईले त्यतिखेर दिमाग घुमाउनु पर्छ। यदि तपाईले त्यतिखेर दिमाग घुमाउनु भएन नि तपाईलाई लगायत तपाईको आफन्त तथा साथीभाइलाई उसले घुमाउँछ। अब कसरी घुमायो भन्दा यसरी घुमायो। अब यसको लागि कसरी बच्न सकिन्छ त भनेको जस्तो अघि नै मैले भने नि, अब आफन्त अथवा साथीभाइको विश्वास गर्ने जमाना गए भनेर हो। यस कारणले गए, किन गए भन्दा आफ्नो आफन्त बनेर आउनी भयो के अरु मान्छे फसाउनलाई। त्यस्तो बेलामा विश्वास गर्ने जमाना गए। त्यस्तो बेलामा हुन त धेरै मान्छेहरूले भन्छन् भोइस मेसेज गर्न लाउनु। भोइस मेसेज गर्ने नि त्यति राम्रो सुरक्षाको उपाय होइन। किन होइन भने त्यही विषयमा, त्यही च्याप्टरमा पहिले हामीले चाहिँ नि भोइस मेसेज मार्फत काम गरिरहेको कुरा गरिरहेको हुन्छौँ नि, त्यही भोइस मेसेज उठाएर ल्याएर फेरि त्यही काम त्यसले त्यहीँबाट दोहोऱ्याइदिन सक्छ क्या, त्यही मेसेज फरवर्ड गरेर। त्यही भएर भोइस मेसेजको पनि त्यति विश्वास गर्नु हुँदैन। यस्तो बेलामा विश्वास गर्ने तीनवटा आधारहरू छन्। नम्बर 1, त्यही मेसेन्जरबाट त्यही मान्छेलाई भोइस कल, भिडियो कल अथवा फोन कल। अब त्यस्तो मान्छेहरूले के गर्छ, त्यतिखेर भोइस मेसेज नि गर्न मान्दैन, के अरे भोइस कल गर्न पनि मान्दैन र भिडियो कल पनि गर्न पनि मान्दैन। तपाईहरुलाई थाहा भइहाल्छ। त्यसपछि गरिहाल्यो भने भोइस चिन्नुहुन्छ, थाहा भइहाल्छ। त्यसपछि फोन कल भने गर्नुभयो भने त्यो मान्छेको फोन त तसँग हुँदैन, त्यसले फोनै उठाउँदैन। सिधा तपाईको आफन्त मान्छेले उठाउँछ। त्यो खराब मान्छे बनेर आइराछ नि आफन्त भनेर, त्यसले त उठाउँदैन। त्यसपछि त्यहाँबाट पनि थाहा पाउनुभयो। तपाईले सबैभन्दा राम्रो यो तीनवटा उपाय, भोइस कल, भिडियो कल र सिधा डाइरेक्ट फोन कल गरेर कन्फर्म गरेपछि मात्रै यो काम गर्नु होला। तपाईले चाहिँ अब त्यसो गर्नु भएन भने तपाईलाई कतिखेर थाहा हुन्छ थाहा छ? तपाई ठगिसकेपछि मात्रै थाहा हुन्छ। त्यो ठगिसकेको अवस्था भनेको तपाईले पैसा हाल्दिसकेपछि अब कन्फर्म गर्नलाई दाइ, बहिनी, दिदी अब हैन आफ्नो सम्बन्धको त्यो मान्छेलाई फोन गर्नुहुन्छ अनि तपाईले पैसा हाल्दे भन्नुभएको थियो नि, मैले पैसा हाल्दिए नि अथवा यस्तो गरे नि, के तपाईले भन्नुभएको छ उहाँलाई, के भन्छ तपाई भनेर उसलाई गर्नुहुन्छ नि हैन। तपाईलाई फोन आइसकेपछि अनि त्यसपछि तपाईलाई त उसले भन्छ त्यो मान्छेले, ला मैले त तपाईले यस्तो भनेकै छैन, मैले त पैसा हाल्दै भनेकै छैन, गरेकै छैन, केको पैसा पाउनु मैले किन हाल्नु भएको, मैले त भनेकै छैन। त्यतिखेर तपाईको यो दिमाग त्यतिखेर अनि त्यसपछि अब गएर ठोकिन्छ के। त्यतिखेर तपाई ठोकिनु भयो, फसिसक्नु भयो। अब बल्ल तपाईलाई थाहा हुन्छ कि यो मेरो मान्छे रहन्छ, यो मलाई ठगेको रहेछ भनेर। हो, यस्तो नहुन दिनको लागि तपाईले त्यस्तो गर्छ भने तुरुन्तै चेक गरिहाल्नुस्। मैले भनिसकेको हैन, तीनवटा उपाय त्यो मार्फत चेक गर्नुस्। सबैजना ठगिनबाट बस्नुस्। तपाईलाई शंका लाग्ने बित्तिकै सम्बन्धित निकायमा तुरुन्तै रिपोर्ट गर्नुस्। आफन्त मान्छे हो भने ठीक छ, हैन भने तुरुन्तै तपाईले सम्बन्धित निकायमा फरवर्ड गरिहाल्नुस्, रिपोर्ट गरिहाल्नुस्। यस्तो कुरोहरू सबैले थाहा नहुन सक्छ। धेरै मान्छेलाई थाहा छ, धेरै मान्छेले हेरेर जान्नु भएको छ, आफैले जान्नु भएको छ, तर धेरै मान्छेहरूलाई सिधा सादा मान्छेहरूलाई थाहा छैन। त्यसको लागि यस्तो भिडियोहरू सबै सामु पुर्याउन तपाई हामी सबैले एक शेयर गर्दियौ भने यस्तो ठगिनबाट सबैजना बस्नुहुन्छ। त्यसैले म तपाईहरुलाई विनम्रताका साथ अनुरोध गर्दछु, यो भिडियो सबैजनाले एक शेयर गरिदिनु होला ताकि सबैजना ठगिनबाट बस्नुहुनेछ।